हेलो नमस्कार। बीके मिडिया नेपालमा हजुरहरूलाई स्वागत छ। मुख्य समाचारमा उपस्थित भइसकेको छु म विमल। हर्का साम्पाङ बालनको विपक्षमा सुकुम्बस्ती खाली गर्दा हर्काको टाउको दुखाए। ज्ञानेन्द्र साईले बालन सरकारको पक्षमा वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्न सरकारलाई आदेश। सुकुम्बासीको लागि रातभरि काम गर्दै बस्नका लागि खोजियो 7वटा होटेल। नागार्जुन एवासमा तयारी। नेपाल ट्राफिकले 24 घण्टा 2492 सवारी चालक ट्राफिक कारबाहीमा। मनोहरा सुकुम्बासी बस्तीमा डोजर चलाउँदा सुरक्षाकर्मीको बाक्लो उपस्थिति। मन्त्री प्रतिभा रावलको उत्कृष्ट निर्णय। राजनीतिक दलका आबद्ध कर्मचारी सबैलाई बर्खास्त गर्ने तयारी। सुजनको खातामा बाहिर ल्याउने नवीन बैङ्क रसिद। बचतकर्ता खाताको रकम असुरक्षित हुने डर। सुकुम्बासी परिवारलाई खाना दिँदै प्रहरी। सबै परिवारको काठमाडौँ महानगरपालिका निरन्तर सेवा दिँदै। ट्रम्पको सहभागी कार्यक्रममा गोली चल्यो। ट्रम्पलाई सुरक्षित स्थानमा सारियो। प्रहरी एक्सनमा 2 घण्टाको अपरेसनमा 103 जना नियन्त्रणमा। हावाहुरी र पानीको असर, सडक बन्द। रुकुम पूर्व दर्जनौं सवारी अल्पत्र। भारत राजदूतसँग ऊर्जा सहकार्यको छलफल। क्षेत्रीय ऊर्जा चुनौती समाधानको जोड। मकनपुरमा 13वटा ओभरलोड टिप्पर नियन्त्रणमा। सर्लाहीमा चट्याङ लागेर 14 पशु चौपाको मृत्यु। 1 जना मानिसको घाइते। एमालेको अनुशासन डन्डा नेतृत्व विरुद्ध बोल्न बन्देज। पार्टी सदस्यमा वितरणमा अब उच्च कडाई। काली गण्डकी नदीले बगाउँदा 8 वर्षीय बालकको मृत्यु। सरकारले 14 जनाको पासपोर्ट कालो सूचीमा। एन्फा अध्यक्ष सहित 14 जनाको पासपोर्ट कालो सूचीमा राखी विदेश जान रोक लगायो। गाजामा इजरायली आक्रमण। 6 प्रहरी सहित 12 प्लास्टिनको मृत्यु। सुकुम्बस्तीमा डोजर लगाउँदा बालनलाई केन्द्र शाहीको खुलेरै साथ। प्रदेश खरिद गर्नलाई आग्रह। सरकारले काठमाडौँमा 781 सुकुम्बासी घर भत्कायो। अहिलेसम्म 371 सुकुम्बासीले परिवारको मात्र नाम दर्ता।